डुडुवा गाउँपालिका वडा नम्बर 1 मा पुल निर्माण कार्य तीव्र गतिमा सुरु भइसकेको छ र आगामी असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस पुलले हाम्रो आवत जावतलाई सहज बनाउने मात्र नभई हाम्रा बालबालिकाहरूलाई विद्यालय जान सुरक्षित बाटो प्रदान गरी शिक्षाको उज्यालो फैलाउन समेत ठूलो मद्दत पुर्याउनेछ। विकासका हरेक कार्यमा यहाँहरूको सहयोग र धैर्यताका लागि हार्दिक आभार व्यक्त गर्दछौँ। धेरै समयको प्रतीक्षापछि हाम्रो गाउँमा पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। असारसम्ममा यो पुल तयार भएसँगै वर्षायामको शास्ति अन्त्य हुनेछ। अब हाम्रा किसान दाजुभाइले बजारसम्म पहुँच पाउनेछन् र हाम्रा विद्यार्थी भाइ बहिनीहरू शिक्षा हासिल गर्न यो कुन पुलको निर्माणको लागि जेसीबी चल्दैछ? यहाँ त यो शिलान्यास भएको छ। यसको शिलान्यास के को लागि हो? यही झुलुङ्गे पुलको हो? यो त हामीलाई थाहा छैन, यो हाम्रो गाउँपालिकाको बजेटको हो। यो गाउँपालिका डुडुवा गाउँपालिकाको बजेट हो यो। अनि यसको लम्बाइ अनि चौडाइ कति छ सर? यो हाम्रो लम्बाइ 1.5 मिटरको हुन्छ। चौडाइ कि लम्बाइ 1.5 मिटरको? यसको लेन्थ त 56 मिटरको पुल हो। 28 को दुईटा मल्टिप्लस ग्रुप भन्छ यसलाई। अनि यसको चौडाइ भनेको 4 फिटको हुन्छ। यो होइन 5 फिटको हुन्छ। 5 फिटको हुन्छ। ई रिक्साहरू छिर्ने जस्तो ई रिक्साहरू अनि बाइकहरू आउन जान सजिलो हुन्छ। यो बर्खाको लागि मान्छेले अहिले यो कहिलेसम्म यो बनेर रेडी भइहाल्छ सर? यो आर्थिक वर्षको अन्तिमसम्म। आर्थिक वर्षको भने कुन महिनासम्म? यो असार असार मसानमा खत्तम भइहाल्छ, यो रेडी भइहाल्छ। ल हस् सर।